हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। वेलकम टु माई युट्युब च्यानल। अनि हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला, आई होप। अनि म नि सन्चै छु। आज चाहिँ हामी पिकनिक जान लागेको, अनि त्यही भएर छोटो मिठो भ्लग आउँदैछ। अनि हजुरहरू सबैजनाले हेरेर मन पराउनुहुन्छ भन्ने आशा छ। अनि म चाहिँ रेडी हुँदैछु, नुहाएर भर्खर कपाल सुकाउँदैछु। अनि अब एकछिनमा रेडी भएर आउँछ, कस्तो भयो भनिदिनु होला। आजको हाम्रो पिकनिक चाहिँ आई थिङ्क भक्तपुरतिर हो। हुन्छ नि के अरे मामा घर साइडको फ्यामिलीबाट जान लागेको हो। अनि त्यही भएर इन्जोय गर्ने ठाउँ। हेलो गाइज, आइम रेडी। अब जान निस्किन लागेको, चाँडै भने त तर ढिला भयो। अनि मैले आज हेयर चाहिँ यस्तो गरेँ। अनि मेरो ड्रेसहरू छ यस्तो, जिन्स लगाएको कलर चाहिँ यो चाहिँ मेरो पकेट भाइले दिएको तिहारको गिफ्ट हो है गाइजहरू। फाइनली हामी चाहिँ लाकुरी भन्ज्याङ आइसक्यौँ। हामी चाहिँ यहाँ छु होइन। सबैजना यता हुनुहुन्छ। भ्यू यस्तो राम्रो छ नि, हजुर आउनुभयो भने जानु नै हुन्न होला आई थिङ्क होइन। हामी टन्डैछौँ होइन। हाम्रो फोटोसुट भइरहेको छ। अनि उहाँ चाहिँ क्यामेराम्यान होइन के अरे हो। हेलो आमा, हाई, के छ? घुम्न आएको। के छ? हेलो, ठिक छ, एकदम ठिक छ। सानी हजुर भन्नु न। हजुर, आई लभ यु। सेम टु यु। सेम टु यु होइन। आई लभ यु। हेलो एभ्रिवान, आज चाहिँ हामी भक्तपुरको माथि यता डाँडामा हामी के अरे नाम? हजुर, यो डाँडाको नाम के हो अरे? लाकुरे भन्ज्याङ। एस, हामी लाकुरी भन्ज्याङ आएको छौँ। के गर्न आएको अरे? पिकनिक। एस, हामी पिकनिक गर्न आएको। अनि त्यसपछि भन्नुहोस् हजुरको परिचय दिनुहोस्। मेरो नाम उमेश श्रेष्ठ है। म चाहिँ आज यता प्यारेन्ट्ससँग घुम्न आएको यहाँ लाकुरे भन्ज्याङ। मेरो यहाँ भाइ पनि छ साइडमा। अनि भाइको मेरो नाम चाहिँ श्रवण श्रेष्ठ र म यसको दाइ हो, भाइ होइन। अनि म नि आफ्नो मम्मी बाबासँग आयो। के गर्न आउनु भएको अरे? यहाँ पिकनिक आज यसो इन्जोय गर्न। या इन्जोय। गर्लफ्रेन्ड पठाउनु त होइन? त्यस्तो होइन। म ह्यान्डसम छ, पट्टिन्छ एक दुईजना हो कि होइन? उसको त होइन, मेरो त छैन, म सिङ्गलै। मेरो प्यारी अजी यता हुनुहुन्छ। हेलो हेलो माइजू। हाई। मेरो चाहिँ वाजेठी माइजू। हेलो गाइज, यो चाहिँ लाकुरी भन्ज्याङको डाँडाबाट देखिने भ्यू हो। अहिले दिउँसोको मौसम चाहिँ कस्तो मजाले खुलिरहेको छ। यो रहेको छ काठमाडौँ पुरै एरिया। ओ माई गड, यहाँबाट हेरेपछि हजुरहरूले भ्यू कति राम्रो देख्नुहुन्छ। हामी चाहिँ माथि डाँडामा हौँ, सबभन्दा माथि। अनि यो चाहिँ अर्को डाँडा हो। यहाँ पुरै पिकनिक रिसोर्टहरू रहेछ। हजुरहरू पिकनिक जानु पऱ्यो भने चाहिँ आउनुभयो हुन्छ। हेलो, हामी चाहिँ यति माथि डाँडामा आइरहेछौँ। यहाँबाट भ्यू चाहिँ खतरा देखिन्छ है। ओ माई गड, त्यहाँको हिमाल त पुरै छ। यिनी चाहिँ मेरो सानी बहिनी।
त्यही समाप्त हुन्छ अब हामी फर्किन लाग्यो मोबाइलको चार्ज नि सकियो त्यही भएर सबैजनालाई बाई बाई टेक केयर सबैजनाले माया गरिदिनु होला थ्याङ्क यू सो मच